हेर्नुहोस्। नमस्ते। धेरै दिन भयो युट्युबमा मैले चाहिँ जानकारी दिन पाएको छैन। म नेपालबाट आएको आज 3-4 दिन जति भयो, जसले गर्दा चाहिँ म यहाँ निद्रा मिलेको छैन, सबै कुरा मिलेको छैन, अफिस मिलाउनु पर्छ। म चाहिँ नेपालमा छँदा यो युट्युबमा धेरै अपडेट दिन पाएन, किनभने एकदम बिजी भयो। अलिअलि फेसबुकमा सजिलो भएको कारणले गर्दा त्यो त अपडेट दिएँ। तर तपाईँहरू सबैले थाहा चाहिँ पाइसक्नु भएको छ, फ्लड लाइट इन्स्टलेसनको काम चाहिँ म सकेर अनि नेपाल छोडेर अहिले चाहिँ अस्ट्रेलियामा छु। यहाँ मेरो काम त सबैलाई थाहा छँदैछ। फ्लड लाइटको चाहिँ 1 लेभलको टेस्टिङ हामी सकिसकेको हो। अब केही रातिका गेमहरू गराउन सकिन्छ कि भनेर हाम्रो फाइनल टेस्टिङ सुरु भएको छ। तपाईँले हिजोबाट देख्नुभयो होला र मेरो टिकटकतिर पनि छ। मैले चाहिँ अब फाइनल टेस्टिङ सुरु गरौँ भनेर केही लाइटहरू चाहिँ हामी थप्दैछौँ। अहिले हामी लगभग पर पोल 10वटा जति लाइट थपेर अनि 4K स्ट्रिमिङ पुग्ने गरी चाहिँ अब समापन हुँदैछ चाँडै नै। त्यसको आधिकारिक जानकारी चाहिँ म गराउँछु। अहिले चाहिँ हिजो 2-2वटा भनेको 10वटा लाइट 600 वाट इच भनेको 6000 किलोवाटको लाइट चाहिँ हामी थपेर धेरै उज्यालो भइसकेको छ। लाइट अलिअलि मिलाउने छ। मेन मिलाउने मान्छे चाहिँ खास इन्डियाबाट आउने हो। त्यो चाहिँ हाम्रो त्यहाँको मान्छेहरूले 1 लेभल मिलाएर अब योभन्दा हामी मिलाउन सक्दैनौँ, फाइनल टच दिन भनिसकेपछि एउटा एक्सपर्टिज इन्जिनियर आउँछ र उसले चाहिँ मिलाउँछ। उसले मिलाएर मेसिन हामीले लिएर ग्राउन्डमा हिँडिरहेका छौँ। सबैलाई थाहा छ 700 लुमिनियस कम्तीमा पनि ब्राइटनेस चाहिन्छ। हामी त्यही नापेका छौँ। ठाउँ ठाउँमा आएको छ, ठाउँ ठाउँमा पुगेको छैन। जहाँ पुगेको छैन त्यहाँ लाइट थप्दै र पोजिसन एङ्गलहरू चेन्ज गर्दैछौँ। त्यसले गर्दा चाहिँ तपाईँले त्यसमा टेन्सन लिनु पर्दैन। आइसिसीको मापदण्डमा बसेरै काम भइरहेछ। 500देखि 750सम्म भए चाहिँ बेस्ट भन्ने हो। तर हामी चाहिँ अझ त्योभन्दा माथि बनाउन खोजिरहेछौँ ताकि भोलि 4K HD स्ट्रिमिङ गर्नको लागि सजिलो होस् भनेर। यी कामहरू भइरहेको छ। अब सिटको काम चाहिँ एकदम तुरुन्तै सुरु हुन्छ। अहिले पियानको मैले हेरिरहेको छु। आज तपाईँले देख्नुहुन्छ आज आर्मी र एपिएफको गेम भइरहेछ। पिच चाहिँ अलिकति युनिक टाइपको छ, ग्रासी छ, फेरि नयाँ पनि भयो। रोलहरू पनि अझै अर्को वर्ष अझ बेस्ट आउला। तर अहिले पनि नट ब्याड र हामी खेलाडीहरूलाई जहिले पनि एक्सपिरियन्स सेयर गर्न लगाइरहेको छौँ। उहाँहरूले पनि एकदम राम्रो भन्नुभएको छ। तर अब यसको अझै राम्रो कार्पेट जस्तो देखिने त देखिया छ, निकै हरियो छ। आफ्नै ग्राउन्डमा यसरी हेर्दाखेरि एकदम आनन्द चाहिँ आइरहेछ। तर अझै पनि यो चाहिँ हामीले बनाएको जम्मा 1 वर्ष भयो। कम्तीमा 2देखि 3 वर्ष लाग्छ कम्प्लिटली कार्पेट हुनको लागि र यो पिचहरू चाहिँ कम्प्लिटली ग्रासी हुनको लागि। नेपालमा ग्रासी पिच चाहिँ एकदमै नौलो कुरा हो। त्यही भएर ब्याट्सम्यानलाई खेल्न पनि अलिकति गाह्रो हुन्छ। तर एकदम फास्ट बलरहरू एकदम युज गरिरहेको हुन्छ। अनि फास्ट बलरहरूको यसको हेऱ्यो भने चाहिँ बल स्विङ पनि एकदमै छ र बलको उछाल पनि हेऱ्यो भने लगभग एकदम छाती आइरहेछ। जस्तै अहिले पनि हेऱ्यो भने सबभन्दा बढी विकेट लिने नै फास्ट बलरहरूको छ, जुन चाहिँ इङ्ग्लिस पिच भन्छ। त्यस्तो कुराहरूमा हामी चाहिँ काम गरिरहेको छौँ। नेपालमा स्पिन पिचहरू त धेरै ठाउँमा छ। हामीले चाहिँ यसलाई अलिकति राम्रो बनाऊँ भनेर अलिकति युनिक टाइपको बनाइरहेछौँ। र भिआइपी बिल्डिङको पनि तपाईँले देख्नुभयो ग्राउन्ड फ्लोरको टोयलेटहरू सबै काम सकिएको छ। अब लेभल 1 लेभल 2 को पनि हामी त्यही काम गर्दै जान्छौँ। बिस्तारै यसको काम भइरहेछ। प्र्याक्टिस नेटको लागि हामीले फ्लड लाइट फेरि जडान गरेको छ छुट्टै। त्यो लाइटले पनि फेरि यता फर्केर हान्दाखेरि ग्राउन्डमा अलि उज्यालो दिन्छ। रोडको लागि पनि हामीले चाहिँ एउटा स्ट्रिट लाइट युज गरेका छौँ। त्यसको फोटो मैले हिजो पनि हालेको थिएँ। त्यसले पनि ग्राउन्डलाई चाहिँ लाइट अलि इनफ गराइदिन्छ। अनि जब बिल्डिङहरू हामी बनाउँदै जान्छौँ त्यो लाइटहरू चाहिँ रिफ्लेक्ट भएर अथवा लाइट बाहिर जाँदैन, त्यो फर्केर आउँछ, एकदम राम्रो बन्छ। पोलको हाइटकोमा त्यति टेन्सन लिनु पर्दैन। हामी 30-40 मिटर बल एकदमै ब्याट्सम्यानलाई नजिकबाट लगेर पावरफुल हान्दाखेरि पनि माथि चाहिँ इनफै देखिन्छ, त्यसमा इस्यु छैन। फेरि इन्जिनियरिङ डिपार्टमेन्टले पनि यो कुरा हेरिरहेछ र हामी विदेशको पनि हेऱ्यो भने 25 मिटरदेखि माथिको पोल भयो हुन्छ। पोलको हाइट चाहिँ जहिले पनि डिस्टेन्स अनुसार चाहिँ फरक पर्छ। तपाईँ जति टाढाबाट फाल्नुहुन्छ त्यति चाहिँ हाई पोल चाहिन्छ भने नजिकबाट फाल्दा चाहिँ कम हाइट भयो हुन्छ। त्यसलाई टेन्सन लिनु पर्दैन। त्यही पनि पोल कुनै दिन यस्तो अप्ठ्यारो पऱ्यो भने पोल चाहिँ अब थप्न पनि मिल्छ, अलिकति हाइट बढाउन पनि मिल्छ। त्यस्तो इस्यु छैन। तर यो पर्दैन, त्यसमा टेन्सन लिनु चाहिँ पर्दैन। मलाई एकदमै सम्झिन चाहेको भनेको एयरपोर्टमा धेरैजनासँग भेट भएको थियो। अनि म चाहिँ यस्तै चप्पल लगाएर हिँडिरहेको थिएँ। अनि म प्रायः जस्तो विदेश जाँदाखेरि एकदम इकोनोमी क्लासमै सिम्पल लाइफै हो मेरो, त्यस्तो हाइफाई केही पनि छैन। मैले जति सक्छु देशको लागि दिने हो।
थुप्रै कतार मलेसिया स्पेसली चाहिँ यो देशमा जानेहरूसँग एकदम भएको थियो अनि गफ गरियो। उहाँहरू विदेश जानु र म जानु पनि उस्तै हो। यहाँ अलिकति मैले सबै कुराले साथ दिएर कमाएर देशका लागि चाहिँ लगानी गरेँ। हामी जहाँ छौँ संसारभरि देशलाई माया गरेर आफ्नो हैसियत अनुसार काम गर्ने हो। खुसी हुनको लागि ठुलो खुसी पनि हुँदैन। मलाई पनि त एलन मस्क विनोद चौधरी हुन मन छ, तर म त्यो हुन खोजेर त्यसमा टेन्सन लिनु हुँदैन। तपाईँ आफ्नो जे छ त्यसैमा रमाउनु। सबैभन्दा ठुलो कुरा भनेको आफू खुसी हुनु हो, फ्यामिली खुसी गराउनु हो, देशलाई, अनि त्यसपछि बल्ल गरौँला। एकले अर्कालाई सपोर्ट गरौँ। अहिले जसरी सपोर्ट गर्नुभएको छ, यति धेरै सपोर्ट दिनुभएको छ, माया दिनुभएको छ। तपाईँका कमेन्टहरू सबै चिजहरूमा हेरिरहेको हुन्छु, अनि मिलाउनु पर्ने चिजहरू हामी मिलाइरहेका हुन्छौँ। नआत्तिनु होला, आत्तिहाल्नुहुन्छ धेरै चाहिँ, त्यो मायाले हो। लाइट मिलेको छैन, अहिले पनि कम्प्लिटली मिलेको छैन, अहिले टेस्टिङ छ। मेबी हामी चाँडै नाइटको गेमको लागि चाहिँ गुड न्युज लिएर आउँछौँ। सम्भवतः तपाईँले केही न केही चाँडै नै एउटा गुड न्युज सुन्नुहुन्छ कि रातिमा चाहिँ एउटा राम्रो टुर्नामेन्ट हुँदैछ भनेर। त्यसको पनि हामी चाँडै नै घोषणा गर्छौँ, तर त्यसको अफिसियल चाहिँ हामीले सबैसँग लाइभ टेस्टिङ सकेर यो कुराहरू चाहिँ गर्छौँ। शक्ति सर पनि ब्याक हुनुहुन्छ चाँडै नै। शक्ति सर उहाँ भएपछि धेरै सजिलो हुन्छ। अहिले चाहिँ शक्ति सर नहुँदा पनि हामीलाई अलिकति गाह्रो भएको टेस्टिङमा काम गरिरहेका छौँ। अब चाहिँ सिटको काम सुरु हुँदैछ र अहिले हामी 920 क्यापासिटीको भिआइपी बिल्डिङको अगाडिको सिट चाहिँ अबको पिएम कप पछि सुरु गर्दैछ। सम्भवतः यो 2-2.5 महिनामा 3 महिनामा सकिएला। राम्रो गराउँदै गइरहेछौँ, मिलेर राम्रो गराउँला र बाँकी अरू कुरामा पनि अपडेट दिँदै जानेछु। आज चाहिँ युट्युबमा धेरै भयो तपाईँसँग कुरा नभएको, अनि धेरै अपडेट दिन नपाएको। म टिकटक र फेसबुकमा चाहिँ अलि एक्टिभ भएको थिएँ, यसमा चाहिँ पाएको होइन। त्यसैको लागि हो। तपाईँको दिन सुखर होस्। थ्याङ्क यू।